쟤랑 저 삼통자 나랑 저 삼통자 쟤 삼통자 말란 상보리 나저 삼통자 쇼야 쟤랑 저 삼통 Hello, Latashi Delhi. Hello guys, welcome back. Hi. Aju हामी शिलङबाट फर्किँदैछौँ हो अन्त त्यो चाहिँ अब तपाईहरुलाई अलिकति हल्का देखाउँ सम्झियो है अन्त आज हामी चाहिँ बसमा जाने हो है बस चाहिँ यो रहेछ हो बसको भित्रको चाहिँ अब तपाईहरुलाई म बादमा देखाउँछु है अन्त आज चाहिँ हामी बसमा फर्केर जाँदैछौँ चलो हल्छ बाई बाई शिलङ सबै उहाँ चाहिँ छोड्नु आएको अब हामी चाहिँ जाने हो अन्त के अरे अलिक टाढो रहेछ यो के भन्छ माथि शिलङबाट चाहिँ अलिक निकै तल आउनुपर्छ बस स्ट्यान्ड चाहिँ तल रहेछ धेरै टाढो रहेछ हो अन्त अब तपाईँलाई म बाटोमा हल्का देखाउँछु ज्यादा त देखाउन सक्दिनँ होला हो अन्त हल्का म तपाईँलाई अलिकति अलिअलि मात्रै देखाउन सक्छु होला अन्त अलिअलि तपाईँहरूले हेर्नुहोस् है गाइस यहाँनिर त्यो एउटा चाहिँ के राम्रो रहेछ भने भन्छ नि यहाँनिर यहाँको त्यो के भन्छ एरिया पुरा ठुलो भयो Maybe I think he's already been over there. He's already there. सबभन्दा यहाँको राम्रो के रहेछ भने यहाँको एरिया पुरा ठुलो रहेछ ठुलो भएकोले पुरा सफा रहेछ मलाई त्यो चाहिँ सबभन्दा राम्रो लाग्यो है टिकट काउन्टर रहेछ माथिपट्टि फर्स्ट फ्लोरमा उयो रहेछ रेस्टुरेन्ट रहेछ धेरै रमाइलो र धेरै राम्रो रहेछ अनि म त्यति तपाईँहरूलाई देखाउन सकिनँ है किनकि हाम्रो गाडी अलरेडी स्टार्ट भइसक्यो हो अब निस्किने भन्दैछ त्यसले गर्दा अब फर्स्ट म उयो गरिहाल्छु है त्यहाँबाट भित्र बसिहाल्छु त्यहाँदेखि उयो गर्छु तपाईँलाई देखाउँछु ल मसँग हस् हुन्छ हुन्छ खै दुङ भन्छु ल यता हो हिँड त यता हुनु लान्छु सिधै घर हेर्दैछ त हुन्छ अब चाहिँ हामीलाई जोजोहरूले छोडेर जाँदैछ हो अन्त के यो के हो कमालाई दिनुपर्छ छिटो जाऊ अगाडि बढ्नु न कहाँ बस्छ दाजु ए हेर्न भन पर्दैन हौ भइहाल्छ सिलगढी गरमै छ ल ल यता हेर बाई गर न तपाईँ यतै लु बाई बाई लु बाई बाई ल ल ल हुन्छ थ्याङ्क यू बाई बाई ल पुगेर कल गर्नु है ल अब आमालाई पनि कल गर्दिनु मिरिकमा आमालाई कल गर्दिनु ल जोजो पनि गयो हो अन्त अब हामी पनि जोजो र म पनि यहाँ के अरे बसमा गएको अब ल अब गाइस अब चाहिँ हाम्रो गाडी चाहिँ निस्किनु आँटेको छ है अन्त अब आरामले म तपाईँलाई बादमा अलिअलि जग्गामा रोक्यो भने होइन त्यसलाई अलिअलि म तपाईँलाई देखाउँछु है अब त अलमोस्ट ज्यादा रोक्दैन होला 2 जग्गा मात्रै रोक्छ होला त्यहाँदेखि डाइरेक्ट हामी सिलगढी पुगेर हेर्दा त्यस्तो हुन्छ म तपाईँलाई आशा गर्छु राम्रो अब बेलुका भ्युजहरू केही पाउँदैन अन्त त्यो अब जग्गामा अलिअलि कता रोकायो भने म तपाईँलाई अलिअलि देखाउँछु कहाँ के जोगिँदो रहेछ है तपाईँलाई पनि भोलिपछि यता तपाईँ शिलङहरू आउनुभयो भने होइन तपाईँले यता सजिलो परेछ भनेर होइन बाटोमा कहाँ रोक्छ भने तपाईँलाई थाहा हुन्छ है त्यसले गर्दा मसँग चाहिँ जो बसिरहनु भएको छ हो अन्त अब हामी 2 जना मात्रै छ अन्त अर्को जो चाहिँ पर हुनुहुन्छ अन्त
बादमा भेटौँ है। हेलो गाइस, बाटोमा एउटा के अरे खाना खानुको लागि रोक्यो। जग्गा नाम चाहिँ थाहा भएन। एउटा मजाको रहेछ, राम्रो रहेछ, खाना खाने जग्गा सफा रहेछ, पिसाबेरी गर्ने पनि राम्रो रहेछ, टोइलेट बाथरुम सफा रहेछ, धेरै राम्रो रहेछ। सबै बसेर अलमोस्ट यहीँ नै ज्यादा रोक्छ अरे हो। अन्त हामी चाहिँ अलिकति मात्रै अलिक फ्रेस भइहाल्यो। खाना चाहिँ नखाने, किनकि हाम्रो खाना त अलरेडी लिएर आएको छ, त्यसले गर्दामा। अन्त म तपाईँहरूले अलिक देखाइन्छ यहाँनिर कस्तो रहेछ भनेर है। ल भेज यता रहेछ, नन भेज त्यो ऊपर रहेछ हो। A few moments later. सब्जी त्यही छ त। छ चम्मच सजिलो क्या छ, सजिलो लाग्छ। हामी चाहिँ घरबाट लिएको खानाहरू हो। अन्त यहाँ योभन्दा दामी चाहिँ के चाहियो त है? गुवा यो मैले गुवा अलग्गै थियो। यहाँ स्पेसल जोजोको लागि है। गाइस हामी चाहिँ अब खानु लागेको छु हो। यहाँ यसमा चाहिँ देख्दाखेरि त अँधेरो जस्तो देख्छ, तर छ उज्यालो छ, लाइट छ हो। अन्त यो खाना हालिरहेछ, जोले पनि खानुहुँदैछ हो। अन्त यसो गर्दा पनि देख्दैछ। अन्त के अरे थ्याङ्क यू सो मच भाउजूलाई चाहिँ थ्याङ्क यू सो मच है। हामीले स्पेसली त्यो खाना खाँदैछ हो, सबै विचार भाउजूले बनाइदिनु भएको है। अन्त त्यसले गर्दा थ्याङ्क यू सो मच। अन्त अब हामी चाहिँ खाना खानु गइरहेछ, अब बादमा भेटौँ है। ल सो ल अब गाइस खाना पनि खायो हो, खानासाना खाइसक्यो। अन्त अब पानी किन्नु आएको थियो, पानी किने। अब खाना त टन्नै खाइहाल्यो। अब गएर चाहिँ ल्यान्डिङ दिनुपर्छ होला, अब सुत्ने हो। अन्त अब डाइरेक्ट भोलि बिहान भेटौँ है। अन्त अब भोलि सिलगढी पुगेर मात्रै त्यहाँदेखि मात्रै भेटौँ अब। ल ओके, गुड नाइट। हेलो गाइस, अब चाहिँ हामी सिलगढीबाट आइपुग्यो। सिलगढी आइपुगेर चाहिँ अब हामी के अरे उकालोमेरी जाँदैछ। मैले तपाईँलाई सिलगढी देखाउनु सकिनँ है। अन्त अब डाइरेक्ट उता घर गएर घरमा देखाउँछु है तपाईँहरू ल। अन्त अब सिलगढीको बाटोमै छ, सबै यहाँ छ। अन्त बादमा अब तपाईँलाई माथि घर पुगेर म आरामले देखाउने बसिरहेको छु तपाईँलाई है। हेलो ल अब चाहिँ हामी घर पुग्यो हो। अन्त यस्तो बोकेर आइरहेको थियो, घर पुग्यो अब चाहिँ हो। अन्त आजको ब्लग चाहिँ यहाँसम्म मात्रै हुने रहेछ हो। जसले मलाई हेरिरहनु भएको छ है, अन्त उहाँ सबैजनाले प्लिज लाइक सेयर सब्सक्राइब गर्ने चाहिँ नबिर्सिदिनुहोस् हो। अन्त आमा यहाँ आउनुहुँदैछ। अन्त भाउजू यता हेर्दिनु भाउजू खाना बनाउनु बिजी रहेछ यहाँ।
अब चाहिँ डोडो यहाँ डोडो यहाँ यता यहाँनिर डोडो ल अब आज ब्लग चाहिँ एन्ड गर्दैछु है अनि तपाईँहरूले लाइक सेयर सब्सक्राइब गर्नु चाहिँ नबिर्सिदिनुहोस् अन्त फेरि नयाँ ब्लगमा फेरि भेटौँ होला है बाई बाई टेक केयर